हाई नमस्कार हो श्यामुना। म तपाईँहरूकै छोरा बत्ती समेलको तर्फबाट आयो। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म सबैभन्दा पहिले यहाँहरू सबैजनालाई मेरो च्यानलमा वेलकम गर्न चाहन्छु। अब चाहिँ यदि तपाईँहरू नयाँ नौलो हुनुहुन्छ भने मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला, ताकि नयाँ नयाँ भिडियो ल्याउने प्रयास गर्नेछु गाइज। म चाहिँ अब नाना र म चाहिँ बजार जान लागेको। नाना रेडी हुन लाउनु। अब हामी बजार जान लागेको, सानोतिनो काम छ। ल यस्तो छ, अहिले आज शीतल छ धरानमा, एकदमै शीतल छ। अब एकछिन बजार गएर सानोतिनो काम छ, अब जान्छु। ल ओके, हेर्दै गर्नु होला। ल गाइस, अब हामी नाना र म चाहिँ जाँदैछु। नानाको चाहिँ सानो काम छ अरे यहाँ बजारमा, त्यही भएर नानालाई चाहिँ म बजारमा छोडेर मेरो सानोतिनो काम गर्छु। अब लाग्यो। अब यहाँदेखि पिच, यहाँदेखि त अब सजिलो हुन्छ। त्यहाँ अलिकति चाहिँ 1 किलोमिटर चाहिँ कच्ची छ हौ, अलिकति त्यही हो, यस्तै हो। आमामामामा कस्तो दामी वेदर भइरहेछ हौ आज त। शीतल बाबा, तिनकोसे झारी है गाइस तलको चाहिँ, सरी तिनकोसे जङ्गल बवाल देखिरहेछ। अघि नाना ए नाना झन्डै चिप्लियो त हौ बाइक त। गाइस मकै पाक्यो है। आमामामामामामा पोलेर खानुभयो त दामी हुन्छ। मलाई चाहिँ पोलेर भन्दा पनि उसिनेर बदनामी लाग्छ। ड्राइगन हेर्नुहोस्, ड्राइगन पुरै पाकिसक्यो। ड्राइगन फ्रुट छप्प लाएर, आमामामामा फेरि आँप। तर आँप चाहिँ थुप्रो फलेको छ, तर त्यति ठुलो खालको चाहिँ आँप मैले देखेको छुइनँ हौ यतातिर। मसिनो खालको के। आमामामामामा आज त पानी ठुलो पर्छ कि क्या हौ? कालो न कालो भइरहेछ त यार। शीतल त दामी भएको छ नि, एकदमै दामी शीतल भइरहेछ। नाना ल, अब म नानाको मित्रको घरमा नानाको म पुऱ्याइदिँदैछु यहाँ। त्यसपछि म फर्किने हो गाइज। ल अब यहाँ नाना तपाईँ चुपचाप बस्नु ल, म गाडी स्वाट घुमाउनु पर्यो नि त। अब यति त फेरि घुमाउनै पर्यो भ्लगर भइसकेपछि। अलिक धेर बोल्यो क्या। ल गएँ ल नाना। ल गाइस, नानालाई पनि छोडिदिएँ मैले। अब म आज मान्छे शीतल छ आज, म चाहिँ यता छु, यता बसिरहेको छु। ल यस्तो छ, कफी एकचोटि चेक गरौँ न। आजभोलि मेरो अलिक प्रेसर लो हुनु खोजेर मैले सुगर एउटा एड गर्न थालेको छु क्या। हेलो, कफी सुगर माग्नु पर्यो बहिनी, सुगर एड गर्नु पर्यो नि एउटा। सुगर एउटा ल्याउनु नि। ल अलिक प्रेसर लो हुनु खोजेर अहिले म एउटा सुगर लिन थालेको छु कफीमा, किनभने अलिक स्ट्रङ ज्यादै भयो क्या। ल यस्तो छ है गाइज अहिले। ल म चाहिँ यता छु, देश यहाँ भाइब्स आउँछ माथि बस्ने, कफी खाने, हावा खाने होइन। ल गाइज, म अब यहाँबाट निस्किसकेँ, कफी पनि खाइसकेँ। अब फाइनली गाइज म यहाँदेखि निस्किसकेँ। अब म उता स्वाट छिराइदिउँ न।
पेलेर ल्याउँछ। अब हामी पनि देखाउनु पर्यो नि त हल्का, होइन गाइस? कस्तो दबाएर ल्याउँछ भने बिस्तारी ल्याउँदा पनि त हुन्छ नि। साथीहरूले मार्ला जतिकै गर्छ गाइस। के रहेछ हो? नाइट बसहरू आउँदैछ क्या अहिले काठमाडौँबाट। यो चाहिँ कहाँदेखि आएको रहेछ? पोखरा कि काठमाडौँ हो? के हो बाटो त? के हो यस्तो? यो बाटो हो कि यो समुद्र हो? हट, ओ माई गड, मान्नुपर्छ बाटो चाहिँ। यो अलिकति एरिया अलिक खतरा छ क्या यो। थाहा नपाइ बाढी माथिबाट सट्ट आउँछ अनि खरे छ कि माथि खरे, अनि माथि पाहाडको झर्दो रहेछ बाढी वात्तै क्या। बाइकहरू त कति बगायो। के हो बाटो छ तर वर्गिदिन्छ त। ल ठिक छ, केही छैन। यतिको बाटो त चलाइहालिन्छ। यहाँ त यस्तो छ, यो नपत्याउँदो खोला छ। यहाँ त यस्तो गरी बाढी आउँछ नि। ओहो ओहो, ए ल के भयो अब? हामी पनि खोला पो तर्नुपर्ने भएछ त, होइन? ठिकै छ, तरिन्छ होला यतिको। गाइड्स ल माकाडक्स गाइड्स न्युट्रलमा आइदियो गाडी यार। गिद्दी भइहाल्यो नि, न्युट्रलमा 81 आइदिन्छ। अहिलेको बाटो चाहिँ यस्तो छ है, आम्मामा हिलो पुरै हिलो छ। आम्मै हा लेदो हो, मान्नुपर्छ जस बाटोलाई चाहिँ। गाइस यो चाहिँ बाटो चाहिँ, यो पानी चाहिँ बर्खामा फेरि एकदम ठुलो हुन्छ नि। ओहो पाङ्रे वाउ। ला सिङ पड्केछ त। ल कसरी सिङ अड्कायो दिदी? ला ल खुट्टा पड्केछ त सिङभित्र। कसरी छिरायो? ए अलिक मुनि तल गर्दा हुँदैन? यस्तो गर्दा हुन्छ ल। भएन। सिँगै फुक्लिन्छ होला दिदी? हो त्यो मुनिबाट घुमाउँदा बिचरा खुट्टा भाँचिन्छ नि फेरि। हाम्रो दाजु छिर्नु नआँट्यो। ल छिर्नु नआँट्यो है।
खुट्टा अड्काएर यहाँ बिजोक बनाएछ यो जनावरहरूले पनि अनेक पो गर्छ त ल लगायत यो भैँसीको खुट्टा निकालिसक्नु भएछ है अड्किरहेको थियो अहिले भर्खर बल्ल काटेर निकाल्नु भयो अब म चाहिँ यहाँदेखि तल एकलट घुमेर आउँछु ल बिचरा सिँगै काट्नु पर्यो भैँसीको कस्तो अड्काएको त बिचरा ल अब म यहाँ छु अब यहाँदेखि तल जान्छु टक्क होइन चाबी फेरि कहाँ राख्यो बासाको पनि पावर देखाउनु पर्यो नि त ओइ एट लगाइज सारा जाउँ कोसीको छेउछेउ के कस्तो हुन्छ टक्क लाएर त्यसपछि फर्किने सारा एकलट जाने हो त्यसपछि फर्किने हो कत्रो धेरै चौरी क्या ठुलो पेट पानी त कस्तो गिदियो वाउ लगाइछ अब सब कोसीकै छेउमा आइपुग्यो है हामी वाउ क्या बवाल देखिरहेछ है ल कोसी त यहीँ छ नि केटाहरू बल्छी पनि थाप्दो रहेछ त सरर एकलट घुमेर वाउ ल है गाइस सप्तकोसीमा बाढी आइरहेछ अहिले आमामा ए म तर्सिन्जेल भयो यार कुकुर फुत्तै निस्क्यो कि आमामा क्या दामी देखिरहेछ अहिले ल धमिलो भइरहेछ है गाइस कोसी हेर्नु ल चौरी बब्बाल चौरी अब ट्याक्क लाएर डिल जाउँ न अलिकति त्यति साह्रो डर हुँदैन होइन आमामा दामी वाउ बब्बाल गाइस हरियाली पुरा वाउ दामी बासा हो नि यतिको त हान्नु पर्यो नि होइन गाइस वाउ के हो त चाहिँ जानु मिल्दैन गाइस अब टक्क लाएर त्यहाँदेखि फर्किनु पर्ने हुन्छ गाइस उता धेरै नजाउँ वाउ ल हेर्नुहोस् कत्रो ठुलो छ क्या बब्बाल छ कस्तो धमिलो पानी त आम्मामा यस्तो डुङ्गा चलाइरहेको रहेछ त पर त डुङ्गा कुदाइरहेछ त बब्बाल के हो टोलीहरू त जोडी छ त हो गाइजहरू ल अब म चाहिँ फर्किन्छु यहाँबाट उता जाँदिनँ किनभने प्राइभेसी कुराहरू हुन्छ फेरि देख्यो भने बाबाआमाले केटाकेटीलाई झुन्ड्याउँछन् होइन त्यही भएर यहाँदेखि फर्किदिउँ अब यहाँदेखि जाउँ
टक्क लाएर वाउ दामी ओ सेट यस्तोमा चाहिँ ओभर चिप्लिन्छ क्या गाइज सर कता हो बाटै अल्मलिने टाइपको छ त वाउ क्या आउँदो रहेछ हौ पछि बाढी आम्मामा ठुलो हो नि अरे राते माथि माथि ल अब हामी ग्राउन्ड लाएर निस्किसक्यौँ है गाइज अब टक्क लाएर ओ सेट ल अब हामी यता जाउँ एकछिन वाउ यस्तोमा बस्नु चाहिँ कस्तो हुन्छ क्या रमाइलो हुन्छ होला कि डर हुन्छ होला होइन फाल्टै खालको छ नि हेर्नु त बाँस के हो यो ए सेकुवार खाने ठाउँ पनि रहेछ नि त यहाँ त ए यस्तो पनि रहेछ नि त गाइज म त थाहै थिएन भट्टी रहेछ नि त फ्युचरमा त राम्रै हुन्छ होला यो पनि ल जा बिस्तारी जा किनभने तर्सिन्छ क्या अहिले तर्स्यो भने लड्यो भने फेरि हरन चाहिँ किन लाग्यो हरन लाग्यो झन् तर्सिन्छ नि ल जा बाई बाई ए यहाँ पो रहेछ दाइहरूको त वाउ फाल्टै क्या है आम्मा यस्तो जिन्दगी पनि एक प्रकारको राम्रै छ होइन जसरी पनि जिन्दगी ह्याप्पी हुने हो बिताउने हो सजिलै छ एउटै यहाँ चाहिँ राँगा व्यापार गर्छ क्या राँगा पाल्ने अनि पछि 1 वर्षमा बेच्नु मिलिहाल्दो रहेछ ए यो पनि राम्रो बनाएछ है गाइज यस्तो थुप्रै लगानी गर्दै हुँदो रहेछ ठिक छ हाम्रो यो अलिकति यो ठाउँलाई अलिकति हाइलाइट पनि गर्नुपर्छ क्या पूर्वमा होइन यतिको पूर्वमा छैन नि त हाम्रो उता चितवनतिर कस्तो राम्रो छ हाम्रोमा चाहिँ अलिक छैन क्या यो अलिकति भयो भने राम्रो लगाइज ओ माई गड के हो यो रुख बर्र पिपल बर पिपल यो चाहिँ कहाँ रहेछ हौ तल चाहिँ ए कोसिने रहेछ अब टक्क लाएर अब यो रुख थुप्रो रोप्नु भएको रहेछ यार यतातिर आम्मा ल ठिक छ राम्रो साथीभाइहरूले यहाँ पनि खोल्ने प्रयास गर्दैछ क्या र यहाँ हुन्छ त यहाँ है दामी हुन्छ होला यो त शीतल हुन्छ नि त के हो बोरा बाघ पो रहेछ त बाँध जाउँ गाइसले बोरा बाँध पो रहेछ त जाउँ न त के रहेछ हेरिदिउँ ए यस्तो खोलेको रहेछ राम्रो रहेछ राम्रो लाग्यो मलाई जस्ट ठिकै छ के होस् पुरै भत्किरहेको छ त नि यार के भएर यस्तो भएको नि वाउ
बोरा बाँध भनेपछि त्यो गाडीहरू चाहिँ कहाँ रहेछ है? यहीँ होला कि कहाँ हो कि छैन हौ गाइज? म त फर्स्ट टाइम आएको है तर यहाँ चाहिँ राम्रो चाहिँ राम्रो लाग्यो मलाई पनि, फाल्टै फ्रेस हुने क्या यो त। अनि माथि माथि आउँछ होला नि यार पानी यसपालि त। वाउ, बोरा बाँधको अवस्था अहिलेको गाइज यस्तो छ। तलै जानु पर्यो अलिक यतापट्टि आएको बेला पुग्दिउँ न होइन, त्यही भएर। वाउ, चिप्लो चिप्लो छ। आमा लगाइस यस्तो छ है यहाँको अहिलेको अवस्था। बोरा बाँधको अवस्था यस्तो छ। वाउ, के हो यस्तो? यो अलिअलि त हिँड्दै दिउँ न त यतातिरबाट पनि होइन गाइज? ओ सेट, के हो यो? ल हामी पनि के कम हो गाइज। ल यस्तो छ है अहिले बोरा बाँधको अवस्था। ट्याक्क लाएर अहिले यस्तो छ। वाउ, दामी बवाल गाइज। अब ट्याक्क लाएर ल बोरा बाँधको अवस्था यस्तो छ अहिले। दामी छ, दामी। यो बाटो हिँड्नु हुँदैन, यो बाटो हिँड्नुपर्छ। ल यस्तो छ गाइस अहिले यहीँ। ल हेर्नु होला यहाँ माथि यस्तो छ। सर्ट छिराइदिउँ न एक लट। ल यस्तो छ है, यो चाहिँ गाडी हो होइन, त्यही कुदाउने हो। दामी छ, बवाल। वाउ, दामी। यो रहेछ सानो। ल यो बल्लमा हिँड्दैन क्या, यो तलैबाट हिँडाउनुपर्छ गाडी। एट वाउ, ल यस्तो छ अहिले यहाँ राम्रो। यो चाहिँ त्यहाँ बसेर खाने ठाउँहरू पनि रहेछ, राम्रो रहेछ। ल तपाईँहरू आउनु सक्नुहुन्छ है गाइज। वाउ, ल एकदम राम्रो छ। यो यस्तो बल्लमा चाहिँ बरु गाडी हिँड्छ क्या बाइक, बरु यस्तोमा ठिक छ। वाउ, बब्बाल बब्बाल। अब टक्क लाएर तल तलबाट ट्याक्क यो म ओभर टायर घुम्छ क्या गाइज। ल अब म यहाँदेखि टक्क। वाउ वाउ, सट्ट बबाल, दामी। वाउ, अब म निस्किसकेँ गाइज। अब यहाँदेखि घर फर्किँदैछु। ल अब टक्क लाएर हल्का कोसीको छेउछेउ जानुपर्छ। यो बल्ल फेरि गाडी हिँड्छ कि त्यही भएर। वाउ, ल अहिले अब म यताबाट जाँदैछु टक्क लाएर। यस, वाउ। अब यहाँदेखि माथि निस्किनुपर्छ। ल बोरा बाँध पनि गाइज घुमिसक्यो। अब टक्क लाएर निस्किँदैछु म यहाँदेखि। टक्क छिर्दिउँ न होइन, टक्क यता जाउँ फेरि। टक्क लाएर अब फेरि यता घुम्दिउँ। ल गाइज अब टक्क लाएर
फर्किने बाटो वाउ लगाइस अब यहाँ निस्किसकेँ म ल वाउ ओइ आम्मा चरा झन्डै ठोक्यो गाइस यस कच्चीमा चाहिँ बब्बाल हुन्छ है यो बुलेट तर हिलोमा चाहिँ हुँदैन क्या हिलोमा चाहिँ गाडी हुँदै हुँदैन वाउ अब टक्क लाएर यहाँबाट यता लाग्नुपर्छ गाइस रात पर्न लागिसक्यो वाउ हेलो हेलो यस वाउ बब्बाल बाटो गाइस के हो यो आए यहाँ लाग्यो यार भमराले त ड्याममै छातीमा हान्यो नि ल अब यहाँहरू निस्किँदैछु गोरामाथ मजाले घुमी आज चाहिँ रमाइलो भयो लगाइस यस्तै छ ओके ल अब एकचोटि घरमा